हो। अब यसले गर्दा हाम्रो हेड सर पनि आउँदै हुनुहुन्छ। त्यसपछि हाम्रो विद्यार्थी भाइ बहिनीहरू आउँदै हुनुहुन्छ। पुरा मुरेली हानिरहेछ हाम्रो नानीहरू। ल ओके नमस्ते आउँदै हुनुहुन्छ। ल भाइले आइसक्रिम खाँदै चाइना सरकारले नुवाकोट दरबारको आउँदैछन् अझ साथीहरू। नुवाकोट दरबार यतापट्टि दाइहरू काम गरिरहनु भएको छ। यतापट्टि केटाहरू नुवाकोट दरबारमा भिजिट गरेर आछन्। हाम्रो विशेष गरेर हाम्रो पन्त सर आउनु भएको छ। केही छ भनाइ नुवाकोट दरबारको बारेमा केही छ भनाइ? राम्रो छ भइराखेको छ। पुनर्निर्माण भइसकेपछि हामी फेरि यहाँ आउने छौँ। हो अहिले बन्दै छ। यो हाम्रो नेपाल सरकार र चाइना सरकारले निर्माण चरणमा छ। ल नुवाकोट दरबारको हाम्रो अन्तिम गन्तव्य यही टुङ्गिन्छ। यसैपछि हामी अन्य गन्तव्यतिर जानेछौँ। अहिलेको लागि हामी यही नुवाकोट दरबारको लास्ट पोइन्टलाई हामी यही विश्राम गर्दै